सर सर कुन चीजको मासु खाइराख्नु भएछ सर? सर बोल्नु न, के कसको? बाख्रीको। मिठो लाग्छ बाख्रीको मासु? ओहो, यति धेरै खानुहुन्छ तपाईँले सर? 10 जनाको अकेले खाइहाल्नुहुन्छ? ए, म्यागमा बोल्नु न सर, के खानाको लागि के भनिदिनु छ? खानाको लागि हजुर के भनिदिनु? राम्रो छ कि नै? मिठो छ कि नै? मिठो छ, मिठो त मिठो छ खाना। हजुर यस्तो बाख्रीको मासु हो। हाम्रो कतिजना मुल्ला, हिन्दू, अरे राहुल भैया, का नाम हो का? दया भाई, कुछ तो गड़बड़ है। हैप्पी जी कुछ बोल दीजिए। बोल दीजिए। हमारा खाना कितना अच्छा बना हुआ है, टेस्टी। हाँ बोलो। अशरफ भाई, ये अशरफ भाई हैं, लाली देख लो। ज्यादा खाना हमारे अहमद भाई खाते हैं। हाँ। जो बड़े बड़े कपाल रखे हुए हैं। हाँ इधर देखो, बोल दीजिए भाई, आप भी कुछ बोल दीजिए। सबसे सही भाई आप खाना बनाते हैं, आप कुछ बोल दीजिए। के बोल्नु न यार, तपाईँ यति मिठो खाना पकाउनुहुन्छ। म त खाना पकाइरहेको छु। कसले सिकाएको थियो खाना पकाउन? खाना त पहिले सिकाएको थिएन, म आफै पकाउनमा छु। अनि बिहे गरेपछि आफ्नो बुढीले पकाएर दिनुहुन्छ खाना? किन दिइहाल्छु त, खाना पकाएमा खाना पकाउन। अब त घरमा बुढी आएपछि त बुढी बनाउनु छ नि खाना, अन्त तपाईँले किन दिने बनाए? पकाइहाल्छु, कहिले बुढी पनि पकाइहाल्छ भाइ। फेरि बिहे गरेपछि तपाईँको बुढी त हान्दैन नि त? तिमीले बिहे गरेपछि तिम्रो किन हान्छ? खै झगडा पर्यो भने तिमीले हान्छन् होला सायद। ए आफ्नो के भन्छ नि, सासू माको बारेमा भनिदिनु। त्यो मामासँग सेटिङ गराउने कि नआए आफ्नो? मामासँग त सेटिङ गराइदिन्छु त, अहिले त हुन्न भाइ। त्यस्तो उमेर अहिले पुगेको छैन। कसको? भाइको, मामाको।